यो चाहिँ जापानको जिम है त गाइस। यस्तो हुन्छ सायद योभन्दा नेपालको एडभान्स भइसकेको छ जिमहरू चाहिँ। अझै जिम पुरै खाली छ बिहान भएको होला। जापानमा चाहिँ जिममा चाहिँ मान्छेहरू प्रायः जस्तो एक्लै आउँछ क्या, एक्लै आउँछ, वर्कआउट गर्छ अनि जान्छ। खासै ग्रुपमा गर्दैन कि, ग्रुपमा गरे पनि 2 जना भन्दा हुँदैन। अनि कोही पनि कसैसँग बोल्दैन, आफ्नो पाराले जान्छ अनि एकदम क्वाइट हुन्छ कि जिम चाहिँ। कोही कसैसँग बोल्दैन, हेडफोन लाउँछ, इयरफोन लाउँछ, वर्कआउट गर्छ, जान्छ। अनि जिममा चाहिँ सब आफूले युज गरेको सामानहरू चाहिँ त्यहाँ ठाउँमा होइन प्लेस गरेर राखिदिन्छ। कुनैहरू चाहिँ हुन्छ जापानमा पनि होइन, यसरी राम्रोसँग मिलाएर राखिदिन्न होइन, यसरी यत्तिकै छोडिदिएको छ। कोही हुन्छ, तर म्याक्सिममले चाहिँ आफूले युज गरेको छ डम्बलहरू चाहिँ त्यही ठाउँमा राखिदिन्छ। जापानमा चाहिँ यस्तो टिस्यु पेपर नि राखेको हुन्छ कि पकेटमा, यो टिस्यु तान्ने आफूले युज गरेको सामान चाहिँ। अब जस्तै यसमा बसेछ भने चाहिँ आफूले युज नगर्ने भएपछि चाहिँ अनि यो टिस्युले पुसेर अनि यहाँ डस्टबिन छ यहाँ तल, यसमा हालिदिने है। यसरी जिम गरिन्छ जापानमा चाहिँ। जापानमा चाहिँ नर्मल जिम फिजहरू एनिटाइम फिटनेस चाहिँ अलिक महँगो छ, 6-7 हजार पर्छ। अनि यो जोय फिट हो, जोय फिट चाहिँ एकदम सस्तो छ, 6,000 पर्छ। सबै प्याकेजेसहरू लियो भने जस्ट जिम गर्ने अनि आफ्नै रुममा नहुने तरिकाले गऱ्यो भने चाहिँ 4,380 जति पर्न जान्छ। सो यदि तपाईँहरूलाई केही थाहा छैन जिमको बारेमा र अरू पनि धेरै कुराहरू जान्न चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु होला है त, म तपाईँलाई कमेन्टमा रिप्लाई गर्नेछु। अनि जिम चाहिँ कसरी एप्लाई गर्ने भन्ने धेरैजनाको क्वेसन थियो है। जिम चाहिँ क्रेडिट कार्ड छ भने तपाईँले अनलाइनबाट आफैले एप्लाई गर्न सक्नुहुन्छ होइन। इनकेस क्रेडिट कार्ड छैन, ब्याङ्क एकाउन्ट छ भने चाहिँ यही जिमको वेबसाइटमा गएर मेल पठाउने होइन, युआईको गर्ने म यति बजेबाट जिम जोइन गर्न आउँदैछु, के कति बजी खानुहुन्छ भनेर सोध्ने। अनि मेलमा रिप्लाई आउँछ तपाईँहरू, अनि त्यसपछि ब्याङ्क एकाउन्ट चुच्चो हुन्छ, चुच्चो लिएर आएर अनि इन्कम पनि लिएर आउनुपर्ने हुन्छ। अनि जाहिर कार्ड त्यति लिएर आएपछि तपाईँहरू यहाँ जिम जोइन गर्न सक्नुहुन्छ है त। क्रेडिट कार्ड छ भने तपाईँले आफैले एप्लिकेसन डाउनलोड गरेर त्यसरी के गर्न सक्नुहुन्छ है त।